बजार ब्लकमा सबैलाई नमस्कार। टासी दिलेको सम्पर्क अनि खम्रेममा भन्दै अब हामी चाहिँ अब ग्याथाङ जाँदैछौँ है। पेम्पाको थिङलाई पुऱ्याउन जाँदैछौँ है। हाम्रो पेम्पाको थिङ चाहिँ यता गान्तोक आउनु भएको थियो, 1 महिना जस्तो भयो। पेम्पाको बाजे र आक्कुसँग माथि बस्दै थियो, माथि जिरोमा या त कता बाजुरा कि कता भन्ने। र आज चाहिँ हामी उहाँलाई पनि पुऱ्याउनु जाने, प्लस सँगसँगै र हाम्रो उता मङ्गनतिर पनि काम थियो है। र बाजे चाहिँ 86 इयर्स पुगेको, अनि उहाँलाई चाहिँ पुऱ्याउनु गएको। अनि हामी सबैजना जाँदैछ अहिले गाडीमा, पेम्पाको थिङलाई पुऱ्याउनु जाँदैछौँ है। तपाईँ कहाँ बस्ती गएको माथि ग्याथाङ? ग्याथाङमै कति महिना बस्यो यता? यता कति बस्यो? 2-3 हप्ता बस्यो है। ए 1 महिना बसेन? 1 महिना बस्यो नि हो। ए 3 हप्ता बसेछ। र अब चाहिँ उहाँलाई वाक्कै भएर चाहिँ अब जाँदैछ आवाज गाउँमा। तपाईँलाई यता मन पर्यो कि गाउँमै मन पर्यो? सक्दैन है। ओ बानी हुनेलाई मात्रै हो। कसको किडनी? किडनी चाहिँ कसले लान्छ? कहाँनिर पुगेको? कहाँ कहाँ ठोकेको थियो? ए लडे क्या हो? ए अब लड्दैन, अब बस्ती पुग्छ। कुकुरले खेद्यो। यो गाडी नै के गर्नु पर्नु हो? यस्तो गाडी हेर्नु पुग्नु होइन मेरो। त्यही त गर्दै ठिकै छ हो कि? बस्ती नै मजा है, बस्तीमा ठिकै हो। पानी छैन नि हामीहरू यस्तो ठिकै छ हो। होइन बेला बेला आउनु पनि पर्छ, घुम्नु आउनु पर्यो नि। गुम्पा हस्पिटल गुम्पा घुम्नु आउनु पर्छ। फेरि माथि पनि बस्यो वाक्कै हुन्छ नि कोही बेला, आउँदै गर्नुपर्छ। अब वाक्कै भएन आउने है, फेरि आउँछ है फेरि। आउने त भन्दैन त हो। चिया त यहाँ खाएन, अलिकति यहाँ त पाएन? पाउँछ नि। हो है, काठको चामल कति ठुलो एक खेपमा कति केजी खान्छ? खानु त अब कति खान्छ होला? एक पोवा त खान्छ होला है। उहिले नै ए होइन, अहिले हो अहिले होइन। तिमी त एक खान्छ भाती भने खान्छ कि चामल चाहिँ पकाउनु पर्छ कि? उहिले त अब त जेका जुम्ले के राम्रो गाड्यो। उहिले त पैसा तिर्नुपर्छ। अब चाहिँ फ्रीमा अब त फ्रीमा 5 केजी। 1 महिनामा 5 किलो खान्छ? ए 15 किलो। 15 केजी अरे 1 महिनामा। 15 केजी खान्छ। खाँदैन होला हौ। खानु त खाँदैन र पनि त्यति पाउँछ ए 1 महिनामा। अन्त चिया कति खान्छ दिनमा? त्यो त अब कति खान्छ? 1 बोतल दिनमा? कति खान्छ? थुप्रो खानु मन लाग्छ है। पानी हो हो, बानी बानी अरे नि। एक कटन। अन्त बेर खानु मन लाग्दैन।
डिक्सु पनि आइपुग्यो कान्छी सालीकोमा अब यता चियासिया खाएर चाहिँ अब हामी निस्किने कान्छी साली गरे त छ अहिले छोरी हाई हाम्रो छोरी सुजेन खै यता हेर ह पो हर्छ चिया पनि खानु पर्यो खुट्टा त उयो भएछ जाम भएछ खुट्टा ल आँखा देख्दैन ल यता हामी यता कान्छीकोमा आउँदैछ ल ओइ खोइ के बनायो ल हाम्रो कान्छी साली यता आयो खोइ आपा खै ओइ कहाँ गयो हो चिया हजुर अब मङ्गन छ जाने अब मङ्गन चाहिँ यहाँबाट मङ्गनमा चाहिँ हामी चाहिँ मेरो छोरा चाहिँ मङ्गनमा छ नि बिहा भएर चिया बसेछ दोकानहरू छ हो अब यता हामी चिया खाइरहेको छ है कान्छी सालीकोमा तीन छोरी चिया थिङको चाहिँ छोरी कति जान्छ अरे छोरी छैन नि छोरा मात्रै छोरी छैन अरे छोरी छैन छोरा चारजना छोरा है चारजना तीनजना मात्रै छ हाम्रो त अँ एउटा त खस्यो नि हो त्यो एउटा त गयो अँ मलाई थाहा छ म चिन्छु नि म भेटेँ यसको आपा एउटा गयो अब दुईटा रहेको छ होला च्यो ज्यादा खाएर गएको हो दुईटा रहेको छ अब दुईटा रहेछ चिया चिया होइन अर्को चियाको अरू चिया खायो चिया खायो भयो भयो झन् आँखा नदेख्नु भएको बरु पहिला पनि देख्थ्यो अरे नि अब रोटीहरू बनाएर के उयो बनाएर यता कान्छी सालीकोमा सुरजको आपाकोमा खाँदैछ अब हो अब चियाहरू खाएर गएको चियाहरू खाने ल जाउँ होइन अब दर्जी ढिलो भयो ल अब यता हाम्रो पेम्पाको थियौँ पेम्पाको डुप्लिकेट पेम्पाको फ्युचर ओइ दोर्जी जाउँ अब डिक्चुबाट पनि चियासिया खाएर निस्किने रहेछ है हामीहरू तपाईँ चिया खानुभयो तपाईँ चिया खानुभयो खाम्रे चिया खानुभयो भयो अरे खै तोङ्बा त खाएन त ल डिक्चु पुल पुग्यो है हामी डिक्चु पुल पुग्यो फेरि डिक्चु पुल 14 माइल डिक्चुबाट चाहिँ जाँदैछौँ हामी अब माथि ग्याथङपट्टि अब कान्छी साइलीबाट निस्केर अब चाहिँ काइली साइलीकोमा पुग्नु आँटेको छौँ है चाहिँ सामदोङ होइन साङदोङ भन्ने जग्गा पुग्यो है हामी ग्याथङ पुग्यो है ग्याथङमा पुग्यो ग्याथङ पुग्यो है ग्याथङ पुग्यो थिङ यता बाटो चिन्छ है यता त थिङ बाटो चिन्छ चिन्दैन अरे गाउँ पुगेपछि त थिङ पनि अलिक खतरा हुँदो रहेछ है काम पनि लाग्यो हो नि र हाम्रो यता थिङको घर पनि पुग्न आँट्यो मलाई पुर्को लागि पनि आएको र यता साली पनि छ हाम्रो काइली सालीलाई पनि भेट्ने र अब हामी ज्याथङ पुगेको छौँ है अहिले अब यहाँबाट यस्तो छ बाटो अलिक अहिले सोलिङ चाहिँ भएको सोलिङ मात्रै यता चाहिँ अब कार्पेटिङहरू भएको छैन हो
नि यस्तो मात्रै छ अहिले रफ रफ त बाटो र हामी जाँदैछ अहिले अब हामी पुग्यो ल अब थिङको घर पुग्यो है ल अब पेम्बाको घर पनि पुग्यो त ल अब हामी यता पुग्यो है अब चिन्छ है जग्गा तपाईँलाई पुऱ्याइदिएको नि अब भोलि पर्सि फेरि उता पूजाहरू हुँदा चाहिँ आउनु पर्यो कोही कोही बेला चाहिँ है सधैँ होइन कोही कोही ओ ल लस् लस् अरे आएको कान्छ ए पेम्पाको आएको ल थिङ पनि पुगेँ अब त आउनु सँगै खिचौँ न अहिले आर्कोलाई पनि खिच्यौँ ए पेम्पा आएको हो पेम्पा आएको ए आएको कान्छ ए ल पेम्पाको आएको कान्छ अरे र अब यता सामान निकालेर पेम्पाको सामान निकालेर यता झर्ने त्यहाँदेखि फेरि हामी उता मङ्गन लाग्ने त्यहाँदेखि उता है मङ्गन लाग्ने हजुर मङ्गन लाग्ने अब यो ब्लग लामो भएकोले गर्दा यति राख्दैछु र कन्टिन्यू छ हो तपाईँले अर्को पार्ट पनि हेर्नु होला अब यहाँ बाजेलाई घर पुऱ्यायो है त्यहाँसम्म मात्रै हो ओके र कन्टिन्यू अर्को पार्ट छँदैछ